हेलो एभ्रिवान, के छ खबर? सन्चै हुनुहुन्छ तपाईँहरू? हामी पनि सन्चै छौँ। सो आज आएको छौँ हामी कहाँ हो यो? किङ्स पार्क उता होला नि, किङ्स पार्ककै एरिया हो। किङ्स पार्ककै एरिया हो। म चाहिँ आएको थिएँ योभन्दा अगाडि 2 वर्ष पर्थ आएको होइन। सो यो उसलाई चाहिँ थाहा रहेछ यहाँ के अरे टावर रहेछ के रहेछ भनेर। सो आज चाहिँ अलिकति कामसाम आएर हामी यसो बाहिर घुम्न निस्केको छौँ। यहाँ चाहिँ हामीसँग अर्को एकजना बहिनी पनि हुनुहुन्छ। सो 3 जना हामी घुम्न आएको छौँ आज होइन। सो यो ठाउँले चाहिँ हाम्रो काठमाडौँको एउटा यस्तै ठाउँ छ क्या ठ्याक्कै। त्यो ठाउँको चाहिँ एकदम के भन्छ हामीलाई याद दिलायो क्या। ठ्याक्कै नाउँ चाहिँ त्यो ठाउँको नाम चाहिँ हामीलाई थाहा भएन, म थाहा चाहिँ छ तर अब ठ्याक्कै मुखमा चाहिँ आएन। सो एकदम त्यो हुन्छ नि, त्यो ठाउँको चाहिँ यो ठाउँले चाहिँ एकदम हुन्छ नि याद गरेँ क्या त्यो ठाउँ। सो एकदम मिस गरिरहेको छु हाम्रो काठमाडौँ, हाम्रो नेपाललाई। सो अब चाहिँ हामी यहाँ एकछिन घुमेर चाहिँ अब किङ्स पार्क जान्छौँ। किङ्स पार्कमा पनि मैले त्यो भिडियो पनि बनाएन क्या। मैले के भनेको भन्दाखेरि ओल्ड पर्थ सिटी, किङ्स पार्क के घुम्न मिल्ने ठाउँहरू छ होइन, राम्रो राम्रो, त्यो चाहिँ सबै म गर्छु भनेको, त्यो बनाउन भ्याएको छैन होइन। सो आज चाहिँ हामी के अरे वरिपरिको किङ्स पार्क वरिपरि त्यहाँबाट कस्तो भ्यूहरू देखिन्छ अनि हामी के गर्छौँ। अनि सायद हामीमा पनि जान्छौँ होइन, के अरे फायरवर्क पनि छ आज सायद। एलिजाबेथमा चाहिँ भइरहेको के भन्छ त्यो कल्चरल त्यो होइन, त्यो प्रोग्रामहरू भइरहेको छ। त्यहाँ पनि हामी आज के कस्तो हुन्छ त्यो पनि हामी सुट गर्छौँ, देखाउँछौँ तपाईँहरूलाई है त। टावर अरे हाम्रो सो हामी यही टावर हेर्न आएको थियौँ यहाँ चाहिँ होइन। अनि यो चाहिँ टावर हो अरे यहाँको। यो चढ्दाखेरि कहाँको भ्यू देखिन्छ त्यो चाहिँ हामी चढेको पनि तर कुनै भ्यूहरू चाहिँ देख्यो। सो हामी चाहिँ त्यहाँबाट आइसक्यौँ। यो चाहिँ हाम्रो किङ्स पार्क हो, पर्थको एउटा राम्रो गतिलो ठाउँ भनेको पर्थमा यही नै हो होइन, जहाँसम्म लाग्छ मलाई। अरू ठाउँ त्यस्तो खास चाहिँ त्यस्तो गतिलो चाहिँ लाग्दैन, यो ठाउँ चाहिँ अलि राम्रो चाहिँ लाग्छ, गतिलै लाग्छ यो चाहिँ। यहाँबाट चाहिँ एकदम यहाँ चाहिँ पर्थ अरू ठाउँ भन्दा नि यहाँ चाहिँ एकदम ग्रिनरी छ क्या, ग्रिनरी। अनि यहाँबाट अब सिटीको भ्यूहरू पनि देखिन्छ, प्लस हाम्रो के अरे बनावटी समुद्र पनि देखिन्छ, म्यानमेड होइन, म्यानमेड त हो नि त्यो के हो होइन, त्यो त रिभर हो। सरी रिभर मतलब तर यो पनि पानी मतलब यहाँ गरेकै हो अरे क्या, ल्याएकै हो मतलब यो नेचुरल रिभर होइन नि त। कहाँ नेचुरल रिभर होइन नि त यो, होइन पानी जम्मा गरेर समुद्रबाट पानी हालेको हो क्या। होइन होला, किन होइन हो होइन यो माथिबाट आएको हो कि कहाँ हुन्छ साउन्ड रिभर हो त्यो नाम मात्रै के अरे सन रिभर हो कि पानी चाहिँ के अरे समुद्रबाट भित्र हालेको हो अरे क्या, यो छिराको पानी हो अरे क्या। मतलब नेचुरल रिभर चाहिँ होइन अरे क्या। गाइज कमेन्ट गर्नु होला है तपाईँहरू कोही हुनुहुन्छ पर्सबाट भने नेचुरल रिभर हो कि यो के अरे मैले भने जस्तै समुद्रबाट भित्र छिरा। मलाई यहाँ आउँदाखेरि मलाई कसैले यस्तो भनेको थियो। सो म आज तपाईँहरू त्यही भन्दैछु, गलत भयो चाहिँ प्लिज माफ गरिदिनु होला। सही छ भने चाहिँ कमेन्ट ठोकिदिनु होला है त, गाली चाहिँ नगर्नु होला होइन, गाली खाने त्यही हो। त्यो चाहिँ राम्रो देखिन्छ यहाँबाट चाहिँ। मैले काम गर्ने बिल्डिङ पनि देखिन्छ, म तपाईँहरूलाई त्यो पनि देखाउँछु काम गर्ने बिल्डिङहरू। त्यसको चाहिँ म के अरे गरौँ, यहाँको चाहिँ यो म्यानेजिङ डाइरेक्टर त्यो बिल्डिङको होइन, बिल्डिङको। तपाईँहरूलाई पनि काम चाहिन्छ भने चाहिँ मलाई नसम्झिनु होला किनकि मसँग छैन। मैले काम गरेर सब धोकासोका पाएर होइन लास्ट गाह्रो भएको छ। त्यो पनि छ त्यहाँ भ्यू देखाइदिएन यहाँको, त्यो मान्छे टन्न हुन्छ होइन। बोल न। म चाहिँ यस्तो मेरो चाहिँ धेरै टाइमपछि भेट भएको अनि ल अन्त अब जाउँ त कहीँ एज अ ह्याङआउट गर्न हो नि त अब, किनभने एज अ पिस टाइम पनि चाहिन्छ नि त। अनि त्यसको लागि चाहिँ म चाहिँ किङ्स पार्कलाई नि बेस्ट ठान्छु। अहिले क्यामेरा यस्तो गरेर देखाएको छ, अलिक देखाउनु मिल्दैन तर मतलब यु क्यान सी ब्युटी फ्ललेस छ, फ्ललेस। यति चाहिँ रमाइलो लाग्ने हो पर्थमा चाहिँ होइन। यहाँ आउँदाखेरि चाहिँ अस्ट्रेलिया नै हो जस्तो मैले चिनेको मान्छेहरू पनि देखेँ कि मैले। केही हुन्न हिँड्न हो। ओइ के हो साँच्चै यस्तो रातो? अहिले भन्ला नि फेरि अस्ट्रेलिया के पुगेको थियो के रातो थाल्यो होला नि खास यस्तो यस्तो मैले पहिलोचोटि खाएको हो। यो चाहिँ खान्थ्यौँ होला है नेपालमा, के थिएन खान्थ्यौँ, पाउँथ्यो तेरोतिर?
एकछिन है म खाना हामी अगाडि जान्छौँ यो के हो यो क्रन्ची के अरे के अरे खासमा चाहिँ यहाँ समर अलमोस्ट स्टार्ट हुनु लाग्यो भइसक्यो अलिक स्प्रिङै छ भनौँ न मान्छेहरू कति छन् क्या तर यहाँको फेरि वेदर बुझ्नै नसकेर यहाँ चिसो पनि भइरहेको छ क्या यहाँको चाहिँ होइन हौ बरु मेलबर्नको चाहिँ त्यस्तो हुन्छ अरे क्या एकै दिनमा चिसो गर्मी पानी परिदिन्छ अरे क्या मेलबर्नमा चाहिँ त्यस्तो सो मेलबर्नमा चाहिँ त्यस्तो हुन्छ पद त अब के अरे हाम्रो उसँग नाच्दा पनि हुन्छ के अरे है गर्मीमा त अति नै गर्मी हुन्छ नि उता नै ग्यास त्यो देखाइदिएन उसो के अरे ग्यासबाट त्यो एभ्री टाइम अब बलिरहन्छ होइन बन्द हुँदैन नि होइन कहिले पनि यो हुँदैन होइन निप्दैन निप्दैन भनौँ न सरी अलिक नेपाली शब्द अलिकति यहाँ चाहिँ जाडो भएको बेलामा आगो ताप्नु मिल्दो रहेछ यो आगो बलिरहेको छ यहाँ होइन यो त दामी हुन्छ त्यसरी पनि राम्रो राम्रो कसरी मैले मान्छे भिडियो गर्न राखेको जस्तो भयो त यो त यसले मलाई घुम्न भनेर बोलाएको मैले बोलाएको होइन मतलब हामी सल्लाह गरेको भन्छ मलाई भ्लग कि भ्लग भनेर पुरा मलाई त्यो पनि होइन हो मोबाइल मात्र समाचार दिइरहेको छ होइन तपाईँ त परिचित हुन्छ मेरो भ्लगबाट के त पनि फेमस भइहाल्यो भने कति धेरैले चिन्नु भइसक्यो होइन म त फेमस हुने भएँ होइन श्रीरामको साथीहरू भाइहरूले उहाँको फलोवरहरूले मलाई पनि चिन्नु म त भाइरल हुन्छु जस्तो छ मेरोमा अहिलेसम्म कतिवटा आयो भने सब्सक्राइबर कति 100 पनि पुगेछ हुन्छ बिस्तारै 100 पनि पुगेछ सबैजनाको सुरुवात चाहिँ जिरोबाटै हुन्छ अब पुग्छ होला किनभने बिचमा चाहिँ अब ब्रेकै भएको थियो नि त मतलब हालेकै थिएन 1 मिनट जति जस्तो भइसक्यो यताउति गर्दाखेरि त्यही भएर अब चाहिँ देख्नु गाइस पछाडि कति मान्छेहरू छ होइन कति रमाइलो ठाउँ छ यहाँ चाहिँ अब मान्छेहरू टन्न हुन्छन् कि आइरहेको राति अबेरसम्म बसिरहेको हुन्छ मान्छेहरू यहाँ एउटा बेस्ट ठाउँ हो यहाँ चाहिँ पर्दा भने चाहिँ यहाँ चाहिँ आउँछन् मान्छेहरू होइन हो के हो सही हो यहाँको भ्यू देखाइदिउँ न त सबै यहाँबाट देखाइदिउँ न काम छ है त यो उयो चाहिँ त्यो त बिल्डिङ बिएचपी लेखेको चाहिँ सिद्धान्तले काम गर्ने त्यो चाहिँ के अरे त्यो त टपमै काम गर्छ टपमा म त्यसको टपमा काम गर्छु मैले भनिसकेँ कि यही हो पर्थ सिटी चाहिँ पर्थ सिटी यहाँबाट दामी भ्यू देखिन्छ त्यसमा चाहिँ यहाँ समुद्र रमाइलो छ ठाउँ यहाँ चाहिँ एउटा यो चाहिँ यहाँबाट चाहिँ दामी देखिन्छ यहाँबाट यहाँ तल ट्रेन गुडेको पनि देखिन्छ कहिले काहीँ पर्थ सिटी भयो यो चाहिँ पार्क मान्छेहरू टन्न खान बसिरहेको टन्न बसिरहेको हुन्छन् यहाँ चाहिँ अलिअलि घुम्ने ठाउँ सो गाइज यसपछि चाहिँ हामी जान्छौँ फाइरो कुदैछ अरे कता सो त्यहाँ जान्छौँ अलिअलि त्यहाँ यसो एकछिन बस्छौँ त्यहाँ बसिसकेपछि फेरि ब्याकिँदै गरेर जानुपर्ने हुन्छ यतापट्टि पो देख्नु यतापट्टिबाट गरौँ है यताबाट गर्नु उताबाट अघि गर्नुपर्ने म त पछि गरौँ दामी आएको छ है त्यही त क्या कसरी गरेर आएको त देखिरहेको छ हामी देखिरहेको छ यो तैँले मस्तसँग टिकटकमा हालिदियो भने खतरा लाइक आउने हो यहाँ जान मिल्दैन होला
यो चाहिँ पर्थ सिटीको भ्यू हो रातिको बवाल देखिन्छ राति यस्तो छ चाहिँ सिटी हो सिटीको भ्यू चाहिँ यस्तो देखिन्छ रातिको सो बवाल देखिरहेछ यहाँदेखि चाहिँ अगाडि एलिजाबेथ क्यु भन्ने ठाउँ छ त्यहाँ चाहिँ फायर हुनेवाला छ टन्न टाइम रातिको दामी हुने रहेछ कि होइन के त्यही हो यहाँ सिधा जान मिल्छ क्या उहाँबाट चाहिँ दामी देखिन्थ्यो होला यार ऊ अब पर भएको ठाउँमा गएको थियौँ हामीले पार्किङ नपाएर चाहिँ हामी यहाँ आएको अहिले तर त्यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्थ्यो अरे देखिन्थ्यो अरे होइन मैले पनि देखाएको छु देखिनु त ठिकै छ यहाँ भयो नि एकछिन अब हेरेर हामी पर्छ त्यो म त चाहिँ जानु हो र कहाँ आयो यही हो क्या मेन गर्न खोजेको आजको फेस्टिभल यही हो गाइस एलिजाबेथको आमा मान्छे कति हुन् मान्छे हेर कति मान्छे सबै बाहिर होकेन भनेर बसेको सो आज चाहिँ गान हुनेवाला छ यहाँ चाहिँ They make us feel like they've transported us there. It's been brilliant tonight. And I've got to tell you too. यो हो भिड चाहिँ यहाँको चाहिँ अब एकछिनमा चाहिँ फायरवर्क पनि हुन्छ होला फायरवर्क पनि देखाउँछु म तपाईँहरूलाई काम गर्ने ठाउँ चाहिँ उयो है बिएचपी Up queremos, enjoy.